हेलो गाइस, आज चाहिँ मैले मेरो कामको भिडियो लिएर आएको छु। चाहिँ हो मर्निङ 2 o'clock को 2 AM को चाहिँ मेकअप हो। तपाईहरुलाई जो मैले अगाडि देखाइदिइसकेको छु यो चाहिँ मर्निङको मेकअप हो। यो चाहिँ किनभने बिहानै हुन्छ नि त, यहाँनिर चाहिँ मेकअप हेरौँ न, मेरो साथी आइरहेको छ। यहाँनिर चाहिँ बिहानै मन्दिरमा मेकअप हुन्छ। त्यसको बाद चाहिँ फेरि हामी 1 घण्टाको, यहाँदेखि चाहिँ 1 घण्टा टाढो रहेछ, त्यहाँ गएर सेम ब्राइडलको मेकअप गर्नुपर्ने हुन्छ। यहाँनिर चाहिँ मण्डपहरूमा चाहिँ उसको रिलेटिभहरू आउनुहुन्छ नि त, त्यो मण्डपको मेकअप गर्नुको लागि चाहिँ फेरि हामी यहाँ आइसकेको छु। यहाँ कति मजाले डेकोरेट गरेछ। अन्त हामी चाहिँ यहाँ आएर रिसोर्टमा आएर चाहिँ वेट गरेर फेरि उनीहरू चाहिँ 1 घण्टा बादमा चाहिँ 1-2 घण्टा चाहिँ हामीले वेट गर्नुपर्ने हुन्छ। त्यहाँ गएर चाहिँ वेट गरेर फेरि उनीहरू आएर फेरि हामी यति छिटो मेकअप गरेर चाहिँ उनीहरूलाई पठाइदिनुपर्छ। यहाँ त यो रिसोर्ट देख्नुभयो नि, यो पुरानो ब्राह्मिन्सहरूको घर होला क्या, यस्तो पुरानो। अन्त उनीहरूले चाहिँ उनीहरू त कता घर बनाए थाहा छैन, ठुलो घर बनाएर बस्नुभएको होला। अन्त यो चाहिँ रेस्टुरेन्ट बनाइदिएछ, रिसोर्ट बनाएछ। यहाँ कस्तो मजाले डेकोरेसन गरेछ। कामहरू कुनै पनि सजिलो चाहिँ हुँदैन। मान्छेले सोध्छ पार्लर भनेर भन्छ नि, तर पार्लरमा पनि धेरै दुःख छ कि बिहानै उठ्नुपर्ने हुन्छ। पार्लरको कतिजना मतलब 20, हाम्रोमा त स्टाफमा त 20-30 जना छ वर्क गर्ने। त्यो 30 जनामा कतिको मतलब मनहरू मिल्दैन होइन। धेरै मसँग त झन् धेरै मान्छेहरू हुन्छ नि। म त्यस्तो उयो के भन्छ, म चाहिँ त्यस्तो छ कि रिस मतलब मनमा राख्दिनँ, बाङबुङ बोलिहाल्नु त्यस्तो खालको छु नि त। त्यो भएर पनि मसँग चाहिँ बेसी मान्छे पनि जम्दैन। सानैदेखिको मेरो साथीहरू पनि छैन, त्यही भएर अहिलेसम्म पनि म साथी त्यति साह्रो मलाई चाहिँ साथीहरू फाप्दैन पनि रहेछ। अन्त अब आफूभन्दा 15-20 वर्षको मान्छेहरू पनि हुन्छ नि, अब पुरा कम्पेयरिङ गर्नु खोज्छ होइन। त्यो भएर चाहिँ एकजना मेरो यहाँनिर जो देखाइरहेको छु जयगाउँको साथी, ऊ चाहिँ अलिक मिल्नुहुन्थ्यो। ऊ चाहिँ घर जानुभएको छ, अब वापस पनि आउनु हुँदैन होला सायद। यो साथी यो वाला साथी हुन्छ। कोही बेला त अब के कुराहरूमा डिस्कसहरू त भइहाल्छ नि, तर पनि अब एउटा अलिक मिल्ने साथी चाहिँ हुनुहुन्थ्यो। हामी चाहिँ माथि गएर वेट गर्नुपर्ने हुन्छ। ब्राइडलहरू चाहिँ आउनु भएकै थिएन नि त। दाइरेक्ट 2 घण्टाको बाद चाहिँ उनीहरू आइपुग्नु भइसक्यो। यो चाहिँ ब्राइड र ग्रुम हो, उता देखाइरहेको छ नि, यो जुन भएर देखाएको। अन्त यहाँ चाहिँ गार्डन रहेछ, एउटा सानो गार्डन। अहिले चाहिँ फ्लावरहरू त्यति छैन रहेछ, मतलब फ्लावर भएकै छैन रहेछ। यो चाहिँ अहिले सायद झारहरू आउँदैछ। हेर्नु न कस्तो मजाले अर्किड रोप्नु भएको रहेछ यहाँनिर। नारियलभित्र चाहिँ अर्किड। हामी चाहिँ वेट गर्दा बिहानदेखिको वेट गर्दा त केही खाएको पनि छैन नि त हामीले चाहिँ। त्यही भएर हामी चाहिँ यहाँनिर जुस हेर्नु जाँदैछ पढाउनेर। हामी चाहिँ मेकअप सकेर चाहिँ निस्केको, जुसहरू पाएँ हो। अनि फेरि हाम्रो ड्राइभरतिर चाहिँ गाडी लिएर कहाँ जानुभएछ। अन्त वेट गर्नु पऱ्यो 15-20 मिनट। कस्तो मजाको छ नि केला पनि, हरियाली मजाको छ। पानी बारिस हुँदाखेरि, पानी पर्दाखेरि त झन् मजाको हुन्छ। म चाहिँ फुलजाम देखेर फोटो खिच्नु मन लागिहाल्छ। यो चाहिँ हेर्नु न, कटहर हो कि के हो, कटहर हो कि के भन्छ नि यसलाई, सीताफल जस्तो पनि छ के हो।
अलिक ढिलो आएको भए चाहिँ सायद हामीले अम्बक पनि खान पाउँथ्यो होला क्या। ठुल्ठुलो हुन्छ होला यो अम्बकको चाहिँ, छिटो लाग्दो रहेछ। अन्त यो चाहिँ यो रिसोर्टको चाहिँ यो हुन्छ नि गेट चाहिँ कत्रो ठुलो थियो, अहिले चाहिँ पुरा अलिक पुरानो पुरानो भएको रहेछ। हामीलाई चाहिँ ल्याउनु आइपुग्नु भयो होला, मैले हेर्दै गरेको। यहाँभित्र चाहिँ बिहाहरू चल्दै, बिहाको प्रोग्राम एकदम चलिरहेको छ। चेटा आइपुग्नु भएछ, हामी चाहिँ जाने। जाँदा जाँदा चाहिँ अलिअलि पानी पनि पर्यो। यस्तै गरी हामी चाहिँ यहाँ हामी बस्ने जग्गामा आइपुगिसके।